सरकारले सार्ने कुरा गरियो भने सांसदको लोगो राखेर सडकमा उभिनुपर्ने बाध्यता हामीलाई सिर्जना सरकारले नगरिदियोस्। म यो कुरा राख्न चाहन्छु। संहिता ल्याउनका लागि बाँकेली जनताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्। एकजना नागरिकले बाँकेली नागरिकले आफ्नो जीवनको आहुति दिएको कुरा ६२-६३को आन्दोलनको सन्दर्भमा बाँके जिल्ला छ। तर गणतन्त्र आइसकेपछि, संहिता आइसकेपछि त्यो गुल्जायमान बाँके, गुल्जायमान नेपालगञ्ज संहिताका कारणले गर्दा एउटा मृतप्राय सहरका रूपमा अगाडि बढिरहेको छ। त्यहाँ रहेका सरकारी गैर सरकारी कार्यालयहरू कतिपय बुटोलमा सारियो, कतिपय सुर्खेतमा सारियो र त्यहाँ बनेका भौतिक पूर्वाधारहरू दिनदिनै ढल्दैछ। तर लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री कार्यालयको मातहतमा एउटा कार्यालय छ, सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको एउटा कार्यालय जसलाई सुशासन केन्द्र भन्छौँ। आज त्यो कार्यालय पनि सारेर देउखुरी ल्याउने प्रयत्न भइरहेको छ। बाँकेली जनताले संहिता ल्याउनका लागि गरेको बलिदानीको परिणामस्वरूप प्रत्येक कार्यालयहरू बाँकेबाट सारेर अन्यत्र लैजाने हो भने हामीले प्रश्न गर्नुपर्ने छ, संहिता कसका लागि, किन भन्ने प्रश्न उठ्नेछ। म लुम्बिनी प्रदेश सभा मार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। एकैपटक सङ्घीय सरकारले 7वटै प्रदेशमा ती सुशासन केन्द्रहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्यो। राजधानी भएकै क्षेत्रमा कुनै प्रदेशका कार्यालयहरू छैनन्। बागमतीको काठमाडौँमा छ, तर आज बाँके भएको कार्यालय देउखुरी ल्याउने प्रयत्न गरिँदैछ। आज म भन्न चाहन्छु त्यो सुशासन केन्द्र पढाउने कुरा गरिँदैछ। एयरपोर्ट त्यही छ, त्रिभुवन विश्वविद्यालयको ठुलो क्याम्पस महेन्द्र मल्टिपल क्याम्पस त्यही छ, प्रदेश सरकारले स्थापना गरेको बहुआयामिक महत्त्व राख्ने प्राविधिक विश्वविद्यालय त्यही छ। शिक्षकहरू पढाउने, प्रशिक्षकहरू पर्याप्त पाउने ठाउँ त्यहाँ हुँदाहुँदै भिजिट गर्नका लागि वा गेस्ट टिचर ल्याउनका लागि हवाई सहजता हुँदाहुँदै त्यो कार्यालय यहाँ ल्याउने काम नगरियोस्। त्यसले बाँकेली जनतामाथि गरिएको अन्याय हो भन्ने कुरा यो सदन मार्फत लुम्बिनी प्रदेश सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। र त्यो कार्यालय सार्ने कुरा गरियो भने सांसदको लोगो राखेर सडकमा उभिनुपर्ने बाध्यता हामीलाई सिर्जना सरकारले नगरिदियोस्। म यो कुरा राख्न चाहन्छु।